साथीहरू, आजको हाम्रो यात्रा भालुखोप डाँडा घुम्ने है। ल डाँडा बाटोमा यस्तो घोप्टे खोला पर्दो रहेछ हाम्रो। हेर्नुहोस् घोप्टे खोलाको भ्यू। अनि घोप्टे खोलामा हामी घोप्टे खोलामा चिसो चिसो पानी पिउँदै घोप्टे खोलामा है गाना है। ल अब घोप्टे खोलाको एकदम चिसो पानी हामी खान ला रहेछौँ। हेर्न सक्नुहुन्छ यहाँको पानी फेरि एकदम कायदाको मिठो है, फ्रिज भन्दा पनि चिसो। यो चाहिँ यो सुन्तला जुनार अब के भन्नुहुन्छ है, यो चाहिँ बगैँचा। ल यहाँ मास्तिर पनि थियो, अब यो घरदै घरदै छेकेको ऊ त्यहाँ छ, राम्रै छ। आज हामी भालुखोप डाँडाको भ्यू टावरमा है। भालुखोप हाम्रो रामेछापको एउटा पर्यटकीय क्षेत्र भन्छ उहाँ हाम्रो बराल सर, एकदम झिल्के बराल सर जेनजी सरकार है। अर्को हाम्रो स्वास्थ्य मन्त्रालयको हाकिम अनि उहाँहरूको हाम्रो सानो महावीर पुन। ल आयो है, आयो सानो महावीर पुन भालुखोप डाँडामा गए भए जानुहोस्, नगए नजानुहोस्, केही फरक पर्दैन। रेणुका देवीका आइटी टिचर हो। ल साथीहरू, काम छैन यहाँ हाम्रो भालुखोप डाँडामा पिकनिक स्पोट है, पिकनिक स्पोट। तपाईँ पिकनिक खान मन लाग्यो भने यहाँ आउन सक्नुहुन्छ। हेर्नुहोस् कति फराकिलो ठाउँ, पानीको व्यवस्था, टोयलेटको व्यवस्था, बस्ने ठाउँको व्यवस्था। पानी आयो नि यस्तो छानामुनि बसेर तपाईँहरू पकाएर खान सक्नुहुन्छ। ल हाम्रो अर्को साथी भ्लग बनाउँदै हुनुहुन्छ। आहा हेर्नुहोस् त, काफलको जङ्गल रहेछ। तपाईँहरू फल्न त एउटै फले छैन, हामी अफ सिजनमा आएर होला, फल्न त एउटै फले छैन। तपाईँहरूले काफल फलेको सिजनमा आउनु हुँदा टन्नै काफल खान पाउनुहुन्छ। ल फेरि निःशुल्क है, निःशुल्क, पैसा लाग्ने होइन। अब हामी यहाँ यो कुन मन्दिर हो? ल मनोकामना मन्दिरमा पनि यो है, यहाँ हाम्रो मनोकामना मन्दिर रहेछ। यहाँ तपाईँहरू आएर मनोकामना मन्दिरको दर्शन पनि गर्न सक्नुहुन्छ। यहाँ मान्यता छ, तपाईँहरू यहाँ मनोकामना देवीको दर्शन गरे भने आफूले इच्छाएको चिताएको मनोकामना पुरा हुन्छ भनेर। भाइ हाम्रो यो चाहिँ भ्यू टावर, यो चाहिँ कहिले बनेको हो र दाइ? भन्नु चाहिँ यो लगभग हुन त बनेको चाहिँ धेरै अगाडि हो, तर मैले यहाँबाट सञ्चालन गरेर चाहिँ 79 साल भदौबाट चाहिँ यो सिस्टम बसेको हो। ए 79 भदौबाट चाहिँ सुरु भएको। कति भयो? अनि पर्यटकहरू के कतिको आउँछन्? पर्यटकहरू ठिकै आउँछन्। कस्तो स्थानीय पर्यटकहरू आउँछन् कि टाढाबाट पनि आउँछन्? टाढाबाट पनि आउँछन्। टाढाबाट पनि आउँछन्। अनि यहाँ तलबाट आउँदाखेरि क्या मजाको हेरे पिकनिक स्पोट, त्यो चाहिँ कस्तो पहिल्यैदेखिको हो कि पिकनिक स्पोट? यहाँ पर्यटकहरू आउँदै गर्दाखेरि यसो पिकनिक स्पोट पनि बनाइदिउँ भने राम्रो हुन्छ भनेर, अझ प्रचलित हुन्छ भनेर यो पहिला थिएन त हो, पछि यो उ गरेको, पछि बनाएको। अनि यसको चाहिँ कति रे पर हेड कति लाग्दो रहेछ टिकट? यो पर व्यक्ति 20 रुपियाँ। पर व्यक्ति 20 रुपियाँ। ठिकै छ। अनि यहाँ चाहिँ कुन कुन दिन खासै भिड हुने हुन्छ? दिनकै हुन्छ कि यसो बिदा पारेर हुन्छ? अब जस्तै म बस्नु चाहिँ आज शनिबार एक दिन हो, मलाई उताबाट त्यस्तै आधा दिएको छ। शनिबार एक दिन चाहिँ मैले खोल्नुपर्छ, अरू दिन चाहिँ जस्तै हजुर यताबाट आउनु भने मैले चाबी दिएर पठाउने। अब चाबी रसिद दिएर पठाउने। अब अरू दिन चाहिँ त्यति
खोलिँदैन भनौँ न एक हिसाबले शनिबार एक दिन चाहिँ खोलिन्छ जे होस् बिदाकै दिन पारेर अलिकति अब पर्यटकहरू बिदामै सजिलो हुन्छन् बिदामै घुम्न आउँछन् भन्ने हिसाबले चाहिँ भयो नि त माथिबाट जाँदाखेरि भ्यू टावरमा चढेर हेर्दाखेरि कतिको नजारा हुन्छ अब त्यो चाहिँ अहिले हुसोहरू लाग्छ त अहिले त्यति देख्दैन तर यो हुसोहरू यतिले हट्यो भने त एकदम सफा जग्गा त देख्छ त कुन कुन ठाउँ यहाँबाट अवलोकन गर्न सक्छ अब भन्नु भने तपाईँ यो के अरे ओखलढुङ्गा सिन्धुली जस्तै भन्नु सिन्धुली ओखलढुङ्गा ठाउँ पनि देख्न अब सक्छ अब यो चरिकोट देखिन्छ ओहो चरीकोट ओखलढुङ्गा सिन्धुली रामेछाप यहीँ नजिकको त पुरा परै जाओस् होइन पुरै छ आहा अब तपाईँ यो के अरे दुरिन भइदेखि त यो सोलो हरेको सबै देख्छ सोलु फाइदा रहेछ ल धन्यवाद मेरो दाजु यति राम्रो कुराहरू बताइदिनु भयो खुसी लाग्यो ल दाइलाई धन्यवाद ल अब हामी पनि जाउँ दाइले भने जस्तै कुराहरू अवलोकन गरौँ माथि गएर ल ल जय होस् यति राम्रो सिँढी यति धेरै सिँढी हिँड्यो जय श्री राम ल साथीहरू अब हामी फाइनली भ्यू टावरमा आइपुग्यौँ वहाँ रहेछ भ्यू टावर त्यहाँ चढेर हामी वारिपारि सबै 3-4वटा जिल्लाको अवलोकन गर्न सक्छौँ हामी तर के गर्नु आज यो मौसम खासै खुलेको छैन त्यही भएर हामी अगाडि त्यति राम्रो सबैतिरको दृश्य हेर्न पनि सकेन तपाईँहरूलाई पनि देखाउन सकेन फाइनली हामी भ्यू टावरमा उक्लिँदै माथि गएर अब मौसम त खासै खुलेको छैन र पनि जे जति देखे नि त्यति दृश्यहरू देख्ने र देखाउने प्रयास गर्नेछौँ मौसम नखुलेको हुनाले हेर्नुहोस् त त्यहाँ रामेछाप बजार प्रष्ट रूपले देखिएको छैन उता हाम्रो पारिपट्टि त्यहाँ खोल्सो देखेको छ त्यो खोल्सोभन्दा उता मन्थली बजार रहेछ यहाँ तल हाम्रो भालुखोप बजार त्यहाँ भालुखोप बजारमा रहेको स्कुल ल हेर्न सक्नुहुन्छ उता देउराली यता ओख्रेनी हामी ओख्रेनीको बाटो आएको त्यहीँ ओख्रेनी ल हेर्नुहोस् त्यहाँ देखिरहेछ